हाम्रै म तपाईहरु सबैजनालाई सिक्किमिस होम रेसिपीमा स्वागत छ। हे आज म बनाउन जान्दैछु गोरु मासु र सिस्नु। त्यसका लागि लिएको छु अलिकति अदुवा, लसुन, टमाटर, प्याज, त्यहाँदेखि गोरु मासुको हड्डी। सिस्नुलाई पनि मैले केलाएर धोएर यसै गरी रेडी गरेर राखेँ। त्यहाँदेखि मैले यहाँनिर यसरी कुकर तताएँ ल अलिकति कुकिङ ओइल एड गरेँ। अब तेल तातेपछि चाहिँ प्याजलाई एड गरेँ। प्याजलाई भुटेर सकेर चाहिँ लसुन एड गरेँ। लसुनलाई पनि म अलिक मजाले भुट्छु, मिक्स गरिदिन्छु यसरी। त्यहाँदेखि चाहिँ लसुन हल्का ब्राउन भएपछि चाहिँ यो माथि म एड गर्छु अदुवालाई पनि सँगै एड गरिदिन्छु यसरी। अब अदुवालाई पनि अलिक मजाले मिक्स गरिदिने यसरी। त्यहाँदेखि चाहिँ म एड गर्छु यसरी टमाटर र मासुलाई लङ्सालाई सँगै एड गरिदिन्छु। हड्डी छ, मैले हड्डी लिएको छु यसरी। विन्टरमा तातो तातो सुप। कोलाई सिस्नु मनपर्छ प्लिज लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् ल, बनाउन चाहन्छु। मासु एड गरिसकेर यो माथि एड गर्छु यसरी हल्दी। अब हल्दी एड गरिसकेर साथमा नुन एड गर्ने। नुन चाहिँ स्वाद अनुसार एड गर्ने। त्यहाँदेखि चाहिँ म्याक्सिमम 5 मिनट जस्तो हड्डीलाई चाहिँ अलिक मजाले भुट्ने। फ्लेम अलिकति मिडियम र हाई गर्दै। फाइनली मेरो यहाँनिर हेर्नुहोस् त मासु भुटेर रेडी। अब यो माथि म पानी एड गर्छु। म 1 जग जस्तो पानी एड गरेर चाहिँ यसलाई म 8-9 सिटी जस्तो चाहिँ मजाले लगाइदिन्छु, किनभने हड्डी मजाले पाक्नु पर्यो। हेर्नुहोस् त यसरी एड गरेर मेरो यहाँनिर सिटी पनि लाग्नु सुरु भए। अब फाइनली मेरो यहाँनिर 9 सिटी बादमा चाहिँ हड्डी पनि पाकेर रेडी भएको छ। हेर्नुहोस् त अब यो माथि फेरि पानी अघि सुकिसकेको हुन्छ, त्यही कारणले अलिकति पानी एड गर्नुहोस्। त्यहाँ चाहिँ मजाले उमाल्नु दिनुहोस् है, त उम्लिनु दिनुहोस्। यसरी पानी एड गरेर कम्ती ठिक्कैको कतिको बाक्लो चाहियो त्यो अनुसार पानी एड गरेर चाहिँ अब म यहाँनिर मजाले उमाल्नु दिएँ। हेर्नुहोस् त अब यो माथि म एड गर्छु सिस्नुलाई यसरी। अब सिस्नु राखिसकेर चाहिँ ज्यादा तपाईँले सिटी लाउनु परेन, 3 सिटीमै सिस्नु पाकिहाल्छ म्याक्सिमम। अहिले विन्टरमा त सिजन नै हो। सो हेर्नुहोस् आफ्टर 3 सिटी बादमा मेरो सिस्नु पाकेर रेडी। अब म यसलाई फिर्के लगाइदिन्छु। सायद तपाईँलाई पनि मनपर्छ होला। इन्जोय गर्नुहोस् है त। थ्याङ्क यू।